नमस्ते साथीहरू। तपाईहरू सबैलाई फेरि पनि मेरो एउटा नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ म धेरै दिनपछि भ्लग भिडियो बनाउन गइरहेको छु। किनभने अब यतातिर चाहिँ 7-8 दिन रेगुलर पानी भयो, त्यही भएर भिडियो बनाउन पाइनँ। फेसबुक अनि युट्युब पनि बन्दको अलि कुराहरू धेरै बढिरहेको थियो, त्यही भएर अब चासो अलि घट्दै गयो युट्युबबाट। अब फाइनली चाहिँ युट्युब बन्द चाहिँ भएन हैन, तर भिडियो चाहिँ बनाउन पाइनँ मैले। अनि साथीहरू अहिले चाहिँ मसँग यहाँ छ तरुण। अनि तरुण र म चाहिँ आज छु आज हाम्रो खेततिर चाहिँ दाडिमको रुख हो। अनि तरुण अहिले जान्छ रुखमा अनि 1-2 जना दाडिमका टिपेर ल्याउँछ। तरुण दाडिमको रुखमा जाँदैछ हैन, दाडिमको रुखमा चढ्दैछ। अब हेरौँ त्यहाँ उसले चाहिँ कति टिप्न सक्छ। तरुण अप्ठ्यारो छ, एकात काँडा काँडा हुन्न ल। तँ नानो मान्छे भए सट्ट छिद्दो पऱ्यो तिमी त। हो ल, यहाँ यति धेरै छन् तर यहाँ चाहिँ तरुण पुग्दैन, यहाँ आउनै सकिरहेको छैन। उतातिर थिए, उतातिरका चाहिँ टिपिसकेको छ। ल तरुण तरुणले चाहिँ 3 जना दाडिमका टिपेर ल्याइसकेको छ। र साथीहरू तरुणले चाहिँ जम्मा 5-6वटा दानाहरू दाडिमका टिपेर ल्याइसकेको छ। 3 दाना मलाई पहिले दिएको थियो, 3 दाना आफूले खल्लीमा हालेर ल्याएर रहेछ हैन। अनि आज चाहिँ म जाँदैछु माथितिर, हाम्रो खेतको एकदम टपको माथि जाँदैछु। त्यहाँबाट हाम्रो गाउँ पुरा देखिन्छ। तपाईहरुलाई हाम्रो गाउँ देखाउँछु। हाम्रो गाउँ तपाईहरुलाई कस्तो लाग्छ तपाईहरु कमेन्टमा भन्नु होला। के भयो, डर लाग्छ? यति ठुलो घाँस छ, अब योमा सर्प लुकेर बस्या हुन्छ है, त्यही भएर हामीलाई डर लाग्दैछ। ल हामीहरु चाहिँ हाम्रो धान लगाएको खेतमा पुगिसकेका छौं हैन। अब यहाँबाट उता जानको लागि बाटो नै छैन, यस्तो छ। हामीले जानुपर्ने उता, हामी त्यहाँ बसेर अब दाडिम पनि खान्छौं अनि हाम्रो गाउँ पनि देखाउँछु तपाईहरुलाई। अनि यहाँबाट चाहिँ बाटो छैन, अब यो धानको बीच बाटो जान्छु। तर यहाँ बाटो छ ल, बीचबाट जानु। यसरी अब छेउछेउबाट टक्क जानु परेको छ। हाम्रो धान चाहिँ हाम्रो राम्रो भएको छ। ल हेर्नुहोस् यस्तो खतरा फलेको छ। ल यो ठाउँमा पनि पुरै हामीले मकै लगाएको थियो, तर बाँदरले चाहिँ पुरै खाएर यहाँ भोलि हामीले लगाउन पनि छोडिसकेका छौँ। अब यो पालि चाहिँ लगाएको छौँ, अब चाहिँ लगाउन छोडेका छौँ। अब यो गएको पालि चाहिँ हामीले यो मकै लगाएको थियौँ हैन, बाँदरले खाएर सबै सिद्ध्याइसकेको छ। हेर्नुहोस् पुरै घाँसै घाँस छ। अब चाहिँ लाउँदैन अर्को पालिदेखि, त्यसम्म धान लगाउँछौँ। लगाएपछि धान मात्रै लगाउँछ, तर मकै गहुँ चाहिँ लगाउँदैन। ल अहिले चाहिँ म यहाँ खेतको टपमा पुगिसकेको छु हैन। यहाँबाट हाम्रो गाउँ यस्तो देखिन्छ। हेर्नुहोस् यो चाहिँ हाम्रो गाउँ हो। ऊ त्यो चाहिँ हाम्रो घर हो। तरुण हाम्रो घर देखियो किन? कहाँ हो ल? यो घर। यो हेर्नुहोस् साथीहरू, हाम्रो घर देखिन्छ यताबाट, यहाँबाट देखिन्छ क्लियर। ऊ त्यो चाहिँ हाम्रो घर हो, त्यो ऊ त्यहाँको त्यो हेर्नुहोस्, त्यो हाम्रो घर हो। अनि हाम्रो गाउँ यो हो, यो भयो। अनि हाम्रो यो पछाडिपट्टि पनि ठुलो गाउँ छ, तपाईहरुलाई म देखाउँछु। यो चाहिँ हाम्रो गाउँ हो, जो मैले देखाइसकेको छु। ऊ त्यो हाम्रो घर हो। त्यो हाम्रो घर चाहिँ यहाँबाट कस्तो राम्रो देखिएको छ हैन। यहाँबाट यो चाहिँ हाम्रो घर हो। ल अब हाम्रो गाउँ चाहिँ तपाईहरुलाई कस्तो लाग्यो कमेन्टमा भन्नु होला। तरुण मजाले डाँडिम खानु नाच। ल तरुण देखा त कसो नाच। वाह, हेर्नुहोस् टक्क खाए। यस तरुण दाडिममा मस्त मजामा खाँदैछ। त्यो साथीहरू अहिले चाहिँ हामीहरूले दाडिम पनि खाइसकेका छौँ। अनि अब दाडिम खाइसकेपछि अब चाहिँ घर जाने बेला पनि भइसकेको छ हैन। अब चाहिँ हामी घरतिर लाग्छौँ। तरुण के गर्दो, घर जानु कि के गर्दो? बस्छु हैन। ल ठिक छ साथीहरू, अब 15-20 मिनट जति बस्छौँ।
यहाँबाट चाहिँ एकदम राम्रो देखिन्छ यहाँको सिन। तरुणा मन पऱ्यो कि न? हो, तरुणा पनि यो सिन धेरै मन परेको छ, त्यही भएर हामी 10-15 मिनट जति बस्छौँ, त्यसपछि जान्छौँ हामी घरतिर। यहाँबाट हामीलाई चाहिँ घर पुग्न लाग्छ करिब 20 मिनट जति। ल हुन्छ साथीहरू, अब आजको भ्लग यहीँ इन्ड गर्छौँ। मलाई आशा छ कि तपाईँहरूलाई यो भ्लग धेरै नै मन परेको होला र यो भ्लग मन परेको छ भने भ्लगलाई चाहिँ लाइक, कमेन्ट र सेयर गरिदिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु हो। तरुणले भनिसकेको छ, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नबिर्सिनु होला। अब आजको लागि यत्तिकै। अब भेटौँला गाउँघरको अर्को रमाइलो भ्लगसँगै। तबसम्मको लागि बाई।